अमरेश कुमार सिंह राष्ट्रमा प्रवेश गर्ने भन्ने एउटा कुरा आइरहेको होइन होइन उहाँको लामो समयदेखि उहाँ सुशासनको विषयमा चाहिँ एकदम चाहिँ मुखर आवाजहरू उठाइराख्नु भएकै हो होइन। त्यस प्रसङ्गमा अब पछिल्लो समय उहाँले रवि लामिछाने विरुद्ध साधिएको प्रतिशोधको विरुद्ध चाहिँ जुन हस्ताक्षर अभियानमा पनि साथ दिनुभएकै हो र मधेसमा उहाँ बलियो शक्ति पनि हो होइन। आफू सर्लाहीबाट 3-4 चोटि चुनाव जितिसकेका मान्छे, मधेसमा राम्रो प्रेजेन्स छ र उहाँले हाम्रो पार्टीप्रति सदासहायता राख्दै आउनुभएको अब स्वयं सिद्ध नै छ। त्यसै मेसोमा त्यो पनि एउटा शिष्टाचार क्याचिङ अप जस्तो थियो। मधेसको अवस्था के छ, अन्य राजनीतिक अवस्थाहरूमा चाहिँ हामीले मिलेर जान एजेन्डा वाइज जान सकिन्छ कि सकिँदैन भन्ने कुराहरूमा छलफल भयो। पार्टी प्रवेश नै गर्ने भन्ने तहको छलफल भएको छ। छाड्नेहरूको चाहिँ लहर लाग्यो पनि भन्छन् नि धेरै 2 जनाको नाम सुनेको थिएँ मैले, अरू थाहा पाउनु भएको छ भने भन्नु होला होइन। 2 जना साथीहरू छोड्नु भएको हो त तपाईँहरूलाई। अब हाम्रो पार्टीको स्पष्ट छ होइन। उहाँहरूले पार्टीमा रहुन्जेल पुर्याउनु भएको योगदानको लागि धन्यवाद र उहाँहरूको आगामी यात्राको लागि शुभकामना। लाइन छन् अरू पनि बाँकी छन् भन्ने कुराहरू छन्, उहाँहरूलाई पनि त्यही लाग्छ।